धनी जन्मिनु भाग्य हो, तर धनी बन्नु निर्णय हो। स्कुलले तिमीलाई परीक्षा पास गर्न सिकाउँछ, तर जीवनले तिमीलाई पैसा कमाउन सिकाउँछ। आज हामी खोल्दैछौँ दुनियाँभर लाखौँ मानिसको जीवन बदलिदिने किताब रिच ड्याड पुअर ड्याड। तयार हौ, किनकि आजको कुरा केवल पढाइ होइन, दिमाग हल्लाउने सत्य हो। एउटा किताबले मान्छेको सोच, जीवन र भविष्य बदलिदिन्छ रे। त्यसो भए आज इन्ट्रोडक्सनदेखि च्याप्टर 1 सम्म सबै कुरा विस्तारमा सिकौँ, होइन? हो, आज हामी यो किताबले सिकाएको सबैभन्दा महत्त्वपूर्ण पाठ तिमीलाई असली जीवन जस्तो संवाद शैलीमै बुझाउनेछौँ। सिधा कुरा गरौँ, यो किताब वास्तवमै के बारे हो? केवल पैसा कि जीवन? यो किताब केवल पैसाबारे होइन, यो किताब सोचको बारे हो। यो किताब दुई बाबुहरूको सोचको तुलना हो। पहिलो पुअर ड्याड, उसको वास्तविक पिता, धेरै पढेका, राम्रो सरकारी जागिर, डिग्री र जबमा विश्वास गर्ने, सुरक्षित जीवन नै राम्रो जीवन भन्ने। दोस्रो रिच ड्याड, उसको साठी माइकका पिता, धेरै पढेका होइनन् तर बिजनेस माइन्डेड, पैसा सिकाउने गुरु, पैसा तिमीसँग काम गर्नुपर्छ भन्ने। त्यो त निकै रोचक भयो। अनि यो किताबले हामीलाई के सिकाउँछ त? यो किताबको गहिरो सन्देश हो, धनी बन्न पैसा होइन, सही सोच चाहिन्छ। जागिरले सुरक्षा दिन्छ तर स्वतन्त्रता दिँदैन। फाइनान्सियल एजुकेसन बिना जीवनभर सङ्घर्ष मात्र हुन्छ। त्यसो भए यो किताब यति प्रसिद्ध किन भयो त? किनकि यसले दुनियाँको सबैभन्दा ठुलो झुट तोड्यो, राम्रो पढा, राम्रो जब लगाऊ, लाइफ सेट हुन्छ। तर वास्तविकता के हो? धेरैले राम्रो पढ्छन्, राम्रो कमाउँछन्, तर अझ धेरै खर्च गर्छन् अनि जीवनभर ऋणमै जिउँछन्। अनि रिच ड्याडले भने के सिकाए? रिच ड्याडले भने धनी हुनु भनेको धेरै पैसा हुनु होइन, धनी हुनु भनेको पैसा कसरी चल्छ भन्ने जान्नु हो। अब आउँ च्याप्टर 1। शीर्षक नै जबरजस्त छ, द रिच डोन्ट वर्क फर मनी। यसको मतलब के हो? सिधो अर्थ, गरिब मानिस पैसा कमाउन काम गर्छन्, मध्यम वर्ग तलब बढाउन स्ट्रगल गर्छन्, तर धनी मानिस भने पैसालाई आफूसँग काम गराउँछन्। जब रबर्ट 9 वर्षको थियो, ऊ र उसको साथी माइक धनी बन्न चाहन्थे। त्यसैले उनीहरूले पुअर ड्याडलाई सोधे, हामी कसरी धनी बन्न सक्छौँ? पुअर ड्याडले भने, राम्रो पढ, राम्रो जब पाऊ, तिमी त अटोमेटिकली धनी बन्छौ। तर रबर्ट सन्तुष्ट भएन अनि उनी रिच ड्याड अर्थात् माइकका बाबु कहाँ पुगे। रिच ड्याडले भने, धनी बन्न चाहन्छौ भने काम गर, तर पैसाको लागि होइन। त्यसपछि उनले दुईजनालाई आफ्नो स्टोरमा काम लगाइदिए। सानो तलब, धेरै काम। यो त अन्याय जस्तो लाग्दैन? काम गर तर पैसा नदेओस्। ठ्याक्कै यही सोच पुअर ड्याडको थियो। तर रिच ड्याड फरक थिए। उनी सिकाइरहेका थिए, यदि तिमी सानो पैसाका लागि चलिरह्यौ भने जीवनभर तिमी पैसाको दास हुन्छौ। केही दिनपछि रबर्ट अत्याधिक रिसायो। उसले भन्यो, म काम गर्छु, समय दिन्छु, तर पैसा त थोरै, यो अन्याय हो। रिच ड्याड मुस्कुराए र भने, वेलकम टु द रियल वर्ल्ड बच्चा। त्यसपछि रिच ड्याडले साँचो कुरा बताए। 1. मानिसहरू डरले पैसापछि दौड्छन्। पैसा नआएपछि चिन्ता गर्छन्। पैसा आएपछि लोभ बढ्छ अनि जीवनभर काम, तलब, खर्च र ऋणको चक्रमा फसिरहन्छन्। अनि त्यहाँबाट उनले के सिके? त्यहाँबाट लेसन मिल्यो, पैसासँग भावनाले होइन, बुद्धिले व्यवहार गर। त्यसो भए लेसन 1 के हो? लेसन 1, धनी मानिस पैसा कमाउन काम गर्दैनन्, उनीहरू सिक्न काम गर्छन्। उनीहरू फाइनान्सियल नलेज बढाउँछन्, अवसर खोज्छन्, सिस्टम बनाउँछन् अनि पैसा सिस्टम मार्फत काम गर्छ। सबभन्दा ठुलो दुश्मन डर र लोभ। धनी नबन्न दिने दुई शत्रु, डर र लोभ। गरिब र मिडल क्लास मानिस डरले काम गर्छन्। जब गुम्यो भने लोन के हुन्छ, किस्ता कसरी तिर्छु, र लोभले खर्च बढाउँछन्, नयाँ फोन, नयाँ बाइक, नयाँ सो अफ लाइफ। त्यसैले रिच ड्याड भन्छन्, स्टप वर्किङ ब्लाइन्डली, स्टार्ट थिङ्किङ स्मार्टली। एकदम ठिक भनेको। च्याप्टर 1 ले सिकाउँछ, पैसा आयो भने तुरुन्त खर्च नगर्नु। पैसा आयो भने सोच, यो पैसा कसरी अर्को पैसा बन्न सक्छ। त्यसैले धनीहरू एसेट बनाउँछन्,
गरिब र मिडल क्लास लायबिलिटी किन्दै जान्छन्। एसेट भनेको के, लायबिलिटी भनेको के? एसेट बराबर पैसा ल्याउने चिज, जसले तिमीलाई नियमित पैसा कमाइदिन्छ, भविष्य बलियो बनाउँछ। एक्जाम्पल्स: भाडामा दिएका घरबाट आउने पैसा, शेयर र स्टकबाट आउने डिभिडेन्ड, राम्रो चलेको बिजनेसबाट आउने नाफा, आफ्नो स्किल जस्तो एडिटिङ स्किल, प्रोग्रामिङ स्किल जसले पैसा कमाइदिन्छ, अनलाइन कन्टेन्ट जसले प्यासिभ इन्कम दिन्छ। यी कुराले तिम्रो जेब भर्छन्, त्यसैले एसेट। लायबिलिटी बराबर पैसा खाने चिज, जसले पैसा निकालिरहन्छ, खर्च बढाइदिन्छ। एक्जाम्पल्स: लोन लिएर किनेको गाडी, मासिक किस्ता, महँगो मोबाइल किनेर इएमआई तिर्नु, देखाउनका लागि खरिद गरिएका अनावश्यक सामान, हाई इन्ट्रेस्ट लोन, लग्जरी ह्याबिट र अनावश्यक खर्च। यी कुराले तिम्रो जेब खाली गरिरहन्छन्, त्यसैले लायबिलिटी। यति बुझ्यो भने जीवन बदलिन थाल्छ। अब एक लाइनमा लेसन। जीवनभर जब पछाडि नदौड, फाइनान्सियल फ्रिडम खोज। पैसाका लागि काम नगर, पैसालाई तिम्रा लागि काम गराऊ। भावना होइन, फाइनान्सियल बुद्धि प्रयोग गर। आज इन्ट्रोडक्सन र च्याप्टर 1 ले हामीलाई एउटा ठूलो ढोका खोलिदियो। धनी बन्न सपना मात्र होइन, सही सोच, सही दिशा र सही निर्णय चाहिन्छ। अर्को भागमा लेसन 2, वाइ टिच फाइनान्सियल लिटरेसी, जहाँ हामी एसेट, लायबिलिटी, क्याश फ्लो र वास्तविक पैसा कमाउने खेल बुझ्नेछौँ। यदि तिमी आफ्नो सोच बदल्न तयार छौ भने रिच ड्याड पुअर ड्याड केवल किताब होइन, तिम्रो जीवन बदल्ने सुरुवात हो।